हेलो सबैमा नमस्ते। आज हामी चाहिँ दिदीबहिनी मिलेर गाउँको यात्रा गर्दैछौँ। यो कालो गटेर सट्ट जानुपर्ने माई सिस्टर फाँक भयो। हामी चाहिँ भोट लाउनु जाँदैछौँ। टक्क सरल यताबाट गएर त्यहाँ पुग्नुपर्ने छ। यता चाहिँ हिँड्नु नसकेर यस्तो अवस्थामा छ। तर पनि भोट चाहिँ राम्रोलाई दिने हो, गद्दारीलाई नदिने हो। यति गर्दा भएन भने लट्ठीले टङ टङ दिने हो अरे। टक्कल हामी चाहिँ जाँदैछौँ है। अब त्यो डाँडा उता पुगेपछि भेटौँला, पर पुगेपछि। डडेलो पनि लगाएको रहेछ है बाटोमै। भनेपछि हामी जाखबाट गाडी पाउनु पर्छ नि। अलिक पाउँदैन थियो होला गाडी त। अझै यहाँदेखि उतै जानुपर्ने छ। ए हामी चाहिँ बल्ल आयो है डाँडामा। अझै यो डाँडादेखि चाहिँ उता कटेर जानुपर्ने छ। टक्क हामी चाहिँ यो डाँडादेखि उतापट्टि जानुपर्ने छ। यहाँदेखि उता। आजको मौसम चाहिँ यस्तो छ है। तपाईँहरूकोतिर कस्तो छ हेर्दा यस्तो छ, तर हिँड्नु भने गाह्रो गाह्रो छ। वीर पाखा कुना गन्देर आफ्नै प्राकृतिकसँग। हामी चाहिँ धेरै वर्ष पछाडि फेरि यो बाटो हिँड्दैछौँ। 6-7 वर्ष पछाडि फेरि हिँडेको आज हामी। एकदम राम्रो रहेछ। यो मुनि नि घर पो रहेछ, घर पो बनाउँदै रहेछ। के थियो ए यहाँ ए त थियो पहिला नि हिँडेको नि त। पहिला यो बाटो यस्तो थिएन नि त, सानो गोरेटो बाटो थियो। हुचिङ परिरहेको थियो क्या, पानी परेको ठुलो। अहिले त अनि मान्छे एक्लै हिँड्नु सक्दो रहेछ। लु हेर त, मलाई त्यस्तै होला भने डराउँदै त गइरहेछ मान्छे दुईजना पऱ्यो। दुईजना मात्रै, कतिजना हिँडिरहेछ नि हिँड्नु त। हिँड्न सक्ने जस्तो मतलब अस्ति पनि यस्तै होला भयो नि। आमा त तलबाट त्यस्तो उकालो ल यस्तो छ है हामी हिँड्ने बाटो चाहिँ। अब यहाँदेखि एकैचोटि धारामा। यो चाहिँ बाटोको धारा। धारा पानी खाऊँ। म पनि यसो पानी त खानु पर्यो। यहाँले पानी उता पाउँदैन, एकैचोटि गाउँ आएपछि मात्रै पाउँछ। कति राम्रो जलपान यहाँ राम्रो रहेछ। भएर फर्किँदा टिप्ने भनेर सता राखेको परेको छ। रोड छोडेर यस्तै बाटो हिँड्नुपर्छ हामी। बाटो अझै यहाँदेखि उक्लिनुपर्छ। सिसिरोमा
स्कुल सकेर त्यहाँ माथि डुल्नु गएको छुट्टी बेला त्यो डाँडातिर काफल खोजी खानु गएको लास्टमा कपाल त 1-2 पायो मान्छे पलेको हड्डी नै हड्डी छाता दिएको सानो बाबाले मलाई छाता Wind is blowing through our hair, the lights are shining everywhere. From up above and down below, we fall into the afterglow. हेर यो बिचमा भिरमा रहेछ रे यो बचेको रहेछ यो फुल नभए छेउतिर आउनु भेट्ने ठाउँ भने मान्छेले टिपेर सकिसक्थ्यो कस्तो राम्रो है शीतलपाटी डाँडा रे यो चाहिँ बर पिपलको यहाँ नै लाली गुराँस फुलिरहेको छ ढकमक्क एउटा बोट मुकै रहेछ अनुहार थोक्दै जाडै भएछ बल्ल सिलाएछ टाउचा पकाइ माग्नुपर्छ परन छैन त्योमा स्कुल यतापट्टि अब हामी चाहिँ यहाँबाट ठ्याक्कै त्यो डाँडा कटिसक्यौँ कटिसकेर घरेटी माग्नु पर्यो अब ट्याक्कै यहाँदेखि हामी त जान्छौँ यो रोडै रोड दरदेखि ठ्याक्कै अब हामी पुग्ने चाहिँ ठ्याक्कै ऊ त्यो बरभागमा है ठ्याक्कै त्यो बरभागमा पुग्ने हो हामी चाहिँ ल चमचमचम अब बरमै पुगेर भेट्नुपर्छ सबैजनासँग अबरी मामा यो कस्तो राम्रो रहेछ यो फुलेको यता पनि देखाउँछ नि त तिनीहरूले अहिले बाटो कहाँ जाने होला सरारा बजार कस्तो राम्रो बाटो है हेर कस्तो राम्रो बनाएर छ देख्छ नि हामी चाहिँ ठ्याक्कै त्यो वडा कार्यालयमा जाने बाटो कस्तो राम्रो रहेछ फाइनली हामी चाहिँ पुगेर पनि यहाँ लाइन बसेर नि निस्किसकेको त्यसपछि म चाहिँ बाहिर छु दिदी चाहिँ भित्रै छ टक्क नानाहरू पनि हुनुहुन्छ यहाँ नाना हो बिर्सेला अब हेर है हाम्रो नानाको रिस यहाँ कस्तो छ ब्याक टु होम ओइ के फुलारे बाबु त्यस्तो अघेरी अङ्गेरी कमला के अरे कलमी गरेर हामीलाई त्यो सेकअप दिइहाल्थ्यो त्यो मान्छेले अल्छाएर भइगयो आइगो पत्ता घर फर्किँदा बिचबिचमा मस्ती पनि चल्दैछ